हेलो नमस्कार गाइस सबैलाई। हाम्रो आजको दिन यसरी माटो भरिरहेछौँ। यो हाम्रो नेपालीमा फरुवा भन्छ क्यारे यहाँपट्टि अनि गमला भरिरहेछौँ। यसरी भरेर गाडी लोड गरेर अहिले पठायौँ भर्खर। अनि उहाँ हाम्रो साथी उहाँसँग के सोध्नु नमस्ते, हेलो, हाई। अनि यस्तो हेर्नु गाइस भरिरहेको छु माटो रोडमा हाल्ने हो अरे त्यसको लागि यसरी भर्छु। यस्तै छ काम, गाह्रो छ, दुःख छ। अब हामी पनि भन्न जानु पऱ्यो गाइस हेर्नु। यसरी हाम्रो गाई एक्लै भरिरहेछन् अनि अब म पनि भर्छु। अब हेर्न सक्नुहुन्छ यसरी सक्नुहुन्छ गाइस। हाम्रो यहाँको लोकल एउटा साथी छन्, उहाँले पानी लिएर आएको छन्। यसरी हाई गर्दो दादा, हाई करो। यसरी पानी लाँदै अनि थकाइ मेट्दै हेर्न सक्नुहुन्छ। रवि के भन्न चाहनुहुन्छ? के भन्ने अब साथीहरू यस्तै छ जिन्दगी होइन। थकाइ मेटिरहेछौँ, पानी पिइरहेछौँ। अहिले 10 बजे छ, 10 बजे बाद चाय आन्छ बस। हजुर दाइ थकाइ मेटिरहेको पानी पिइरहेको छ, थकाइ लागिरहेको छ, गाडी भरेर भर्खर पठायौँ। ल हुन्छ हुन्छ थकाइ मेट्नु हेर्न सक्नुहुन्छ हजुर। हामीले गाडी भरिदियौँ अनि अब यो यस्तो यो रोडहरूमा बिछादै जाने हो। अनि यो भाइ पनि जान्छ अब माटो खाली गर्न। चायवाला आयो हेर्न सक्नुहुन्छ साथीहरू। अब चाय खानु पर्यो। यसरी चाय लिएर सक्नुहुन्छ गाइस। हाम्रो अब छुट्टी टाइम भइसक्यो अनि यहाँ हामी दुई साथी भरिरहेछौँ। गाइस पसिना पसिना भयो, बहुत गाह्रो छ यहाँ माटो भर्न। हार्ड वर्किङ हो गाइस, गाह्रो छ। यहाँ हाम्रो दाइसँग सोधौँ कस्तो लागिरहेछ दाइ? बहुत गाह्रो भइरहेछ भाइ। यहाँ बोक बुक इतना बड़ा तसला है, देखो ना। इतना ऐसा उठाना पड़ता है, ऐसे चलना पड़ता है। अनि यहाँ हेर्न सक्नुहुन्छ गाइस। यसरी हामी माटो बोक्दै अनि बगैँचामा हेर्न सक्नुहुन्छ। यसरी माटो हाल्दै बाटो बगैँचाको बाटोमा माटो हाल्दै यसरी यही कार्यक्रम आज दिउँसोभरि यही काम चल्यो गाइस। गाह्रो छ जिन्दगी परदेशको हेर्न सक्नुहुन्छ हजुर। यसरी माटो हालिन लाग्छ गाइस। हेर्नु यो बिछाएको आज दिनभरिको यसरी बिछाएको हो गाइस। हेर्न सक्नुहुन्छ कसरी माटो हालेको छ। हेलो गाइस, वेलकम ब्याक टु माई हिमालयन स्ट्रगल ब्लगर्स। फाइनली हाम्रो काम सक्यो अनि हामी यसरी जाँदैछौँ। हेर्न सक्नुहुन्छ हजुर, यसरी जाँदैछौँ। यो गाडीको माथि चाहिँ म बसेको छु अनि तल हेर यसरी गाडी छ हेर्न सक्नुहुन्छ गाइस। काम सक्यो अनि छुट्टी भयो। त्यसपछि अब हामी फ्री भइकन अब काम सक्यो। ओके ल, बाई बाई गाइस।